हेलमेटै नलाइकन हिँडेन हो हजुर सो उहाँको चाहिँ प्राइस 0 देखाएको छ है ए तपाईहरुले देख्न सक्नुहुन्छ 167.33 पैसा भएको थियो है उहाँको भाग्नु पर्छ यार केटाहरु यता भिडियो गर्नुको सर भिडियो गर्दैछु के सर भिडियो हैन भिडियो त हो अहिले भिडियो हस् हुन्छ ल सो गाइज यो राइड पनि कम्प्लिट भइसकेको छ है एज यु क्यान सी 0 रुपिसको राइड हो सो अब चाहिँ रिटर्न ब्याक हुनुपर्छ राजा आयो राजाको देश हो जानुस् कताबाट जानुस् भन्दाखेरि है 500 1000 11 12 13 14 15 16 17 18 19 20 21 22 हेलो गाइज हाउ आर यू सो आज गुड मर्निङ चाहिँ हैन आफ्टरनुन भएको छ है अहिले एन्ड आज 25 गते सो म धेरै दिनपछि भ्लग बनाउन गइरहेको छु आज है बिकज अफ माइकको प्रब्लम हैन लास्ट भिडियोमा तपाईले देखिसक्नुभयो शिवरात्रिमा मेरो माइकको प्रब्लम भएर मैले भिडियो बनाएको थिएन सो अब चाहिँ भिडियोहरु अब आउने छ है सो अहिले चाहिँ मैले 12 टिप हानिसके है पठाउमा अहिले 12:28 गएको छ 1396 कमाएको छु है सो त्यसमा मैले माइक किने 500 समथिङ पर्यो है माइकलाई एन्ड आज चाहिँ यता राजा लिएर आउने भन्ने कुरो चलिरहेको छ हेरौँ के हुन्छ राजा आउँदै हुनुहुन्छ अरे पोखरादेखि एन्ड अब चाहिँ मैले माइक साइक किनिसके अब भिडियो चाहिँ जो आउँछ हेरौँ अब जान्छु नारायणहिटीतिर एकछिन राइड लाग्यो भने ठिकै छ अब चाहिँ नारायणहिटीतिर यसो घुमघाम गरेर निस्किनु सो गाइस अहिले चाहिँ म जमल आइसकेको छु है एन्ड अब हेर्न बाँकी छ हाम्रो नारायणहिटी राजदरबारको अगाडि सुरक्षाकर्मीहरू हुनुहुन्छ कि छैन भन्ने कुरा कतिको तयारी छ आजको जुलुसको लागि आज जुलुस चाहिँ निकै निकाल्ने भनेको थियो यहाँ सशस्त्रहरू हुँदो रहेछ आज राजालाई छिराउने भन्ने कुरो चलिरहेको छ सो म चाहिँ अहिले दरबार मार्ग आइसके हेरौँ के कस्तो छ यताको चहल पहल अहिले चाहिँ खासै रहन्छ सो बस्न त बसेको रहेछन् सुरक्षाकर्मीहरू मैले यहाँबाट त देखिरहेको छु तर तपाईहरुले क्यामेरामा वाइड एंगलको कारणले गर्दाखेरि सायद देख्न सक्नुहुन्न म त्यही नजिकै गएर खिच्ने छु एन्ड सुरक्षाकर्मीहरू टन्नै बस्नु भएछ भित्र बाहिर गरेर है आज आउँछन् भनेर बन्द गरेको छ सो मेरो एउटा राइड पनि लागेको छ है अहिले वहाँ चाहिँ यतै पछाडी हुनुहुँदो रहेछ ठिकै छ अब उतै भयो नि जानु पर्यो पछाडी फर्केर जानुपर्ने हुन्छ यताबाट घुमाएर जानु पर्ला ल हस् त म जान्छु भन्दिनु होला फोन गरेर सो गाइस सामान डेलिभरी रहेछ है म चाहिँ सामान पिक गरिसके म चाहिँ वहाँ डेलिभरी गर्न जाँदैछु
न्यू रोडको लागि है 81 को राइड थियो उहाँले 100 दिएर जानुभयो सो गाइज है अनएक्सपेक्टेड एउटा राइड कम्प्लिट भएको छ अहिले गिटार सप के भन्दै हुनुहुन्थ्यो त्यसको चाहिँ पठाउसँग चाहिँ रिचार्ज गर्नुभयो रहेछ है उहाँहरूले सो उहाँहरूले चाहिँ पठाउमा 5000 को रिचार्ज गरेर राख्नु हुँदो रहेछ एन्ड त्यो कारणले गर्दाखेरि पठाउमा चढ्दाखेरि फ्री हुने रहेछ सो उहाँको चाहिँ अहिले मैले यता 16 खुट्टे भनौँ कि यता यो वनस्थलीको तलपट्टि चमती साइडतिरबाट यहाँ अहिले जाउलाखेल लिएर आएको थिएँ सो उहाँको चाहिँ प्राइस 0 देखाएको छ है ए तपाईहरुले देख्न सक्नुहुन्छ 167.33 पैसा भएको थियो है उहाँको सो यति हुँदाखेरि पनि उहाँलाई मैले फ्री राइड दिनु परेको छ सो यस्तै छ इट्स ओके नो प्रब्लम हैन बट हाम्रो यो इन ड्राइभमा 100 को 10 किलोमिटरको 102 किलोमिटरको चाहिँ 35 देखाउँछ नि त्यो भन्दा त बरु यो जिरोमै गर्न फाइदा छ के किनकि हाम्रो यसको पैसा चाहिँ ड्यू अमाउन्टबाट उस हुन्छ हैन ड्यू अमाउन्टमा जोडिने हुँदाखेरि चाहिँ सो हामीलाई चाहिँ डिस्काउन्ट दिँदाखेरि केही फरक पर्दैन एन्ड अब अरु के भन्ने यो किनकि यसमा फिक्स प्राइस हुन्छ सो ठिकै छ आज चाहिँ राजा ल्याउने भन्ने विषयकोमा कुरा चर्किरहेको थियो सेक्युरिटी पनि टन्नै राखेको रहेछ एयरपोर्टतिर पनि छ भन्ने सुनेको सो अहिले चाहिँ म यता ललितपुर जाउराखेल आएको थिएँ अब रिटर्न हुँदैछु हेरौँ अब कहाँसम्म पुगिन्छ अनि राइड लागेपछि म तपाईहरुलाई देखाउने छु है सो गाइस एउटा राइड बुक भइसकेको छ सिनामंगलको लागि एन्ड म चाहिँ उहाँलाई पिक गर्न गइरहेको छु पन्जाबी पाजी हुनुहुँदो रहेछ राइट खाली भयो जानुहुन्छ ल हस् हुन्छ हजुरको यहाँ नेटै चलेन क्या फेरि 162 ल हस् त है राम्रोसँग जानु होला हाम्रो पाजी हुनुहुन्थ्यो सो यो राइड पनि कम्प्लिट भइसकेको छ एयरपोर्टको लागि आएको थिएँ यहीँ अब सिनामंगल चोकदेखि उता जानै दिएन टिकट माग्यो के गर्ने ल अब चाहिँ जानुपर्छ एयरपोर्ट साइडतिर तपाईहरुले देखिसक्नुभयो कति सेक्युरिटी राखेछन् यहाँ पुरा बाटो बन्द गरेर अब चाहिँ हुन्छ तगडै आज म तपाईहरुलाई अपडेट दिने नै छु हेरौँ के हुन्छ मैले खै पठाउ गरौँ कि नगरौँ भइरहेछ अब यो काट्ने बित्तिकै रिक्वेस्ट आउँछ त्यही पनि एकछिन हेर्छु म उता एयरपोर्टतिर गएर तल्लो बाटो जान्छु अनि म तपाईहरुलाई अपडेट दिनेछु है त सो गाइज एयरपोर्टको माहौल देख्न सक्नुहुन्छ तपाईहरुले है माई गॉड टन्नै छन् त हौ क्राउड त यार मा कसम ओभरै छन् हेरौँ आज के हुन्छ सो म चाहिँ अहिले एयरपोर्ट आइसकेको छु अब यहाँनिर यता कतै बाइकहरु पार्किङ गरेर ट्याक्क जानुपर्छ
बुझ्नको लागि के भइरहेछ भनेर म तपाईलाई एकछिनमा अपडेट दिनेछु है त। सो गाइज म चाहिँ पठाउको उस बन्द गरेर राखेको छु है, अफलाइन गरेर। एन्ड अब यहाँ खै के हुँदैछ, धेरै नै छन् मान्छेहरू। म चाहिँ हेलमेट लाएर टक्क गोप्रो अन गरेर हिँडेछु, जुलुस आइरह यताबाट। अब ट्याक्क क्यामेराले खिच्छ भने फेरि माइकको उस हुन्छ, त्यही भएर हेलमेट लगाएर गरिरहेको छु। टन्नै छन् मान्छेहरू। यता के हो यहाँ फेरि, पुरै सेक्युरिटी गार्डहरू रहेछन्, पुलिसहरू तैनात छन्, सशस्त्रहरू, नेपाल प्रहरीहरू है। ओहो माई गड, किन यस्तो गरेको होला? राजालाई स्वागत गर्नलाई पनि किन बन्द गरेको होला? त भित्रै घेरा हान्छ भनेर होला। एयरपोर्टमा सबै मान्छे घुस्छ भनेर होला यस्तो गरेको। एउटा स्कुटर भर्खर छिरेर जानुभयो, छिर्न दिएको छैन। पुरै सेक्युरिटीहरू भनौँ नेपाल प्रहरीहरू बाटो छेकेर बस्नु भएको छ। यहाँनिर के हुने थाहा छैन। ओहो, यता धेरै बस्नु हुन्न, यता बस्यो भने तनाव हुन्छ। भाग्नुपर्छ यार केटाहरू, यहाँ त फेरि च्यापेर त मारिदिन्छन्। ओहो, सबै धकालिरहन्। पुरै पुलिसहरूलाई धकाली साथीहरू यहाँसम्म परिसके, यहाँसम्म आइसक्यो है, गेटसम्म। के हुने थाहा छैन। जे होस् रमाइलो भइरह। भिडियो गर्नुको सर, भिडियो गर्दैछु क्या सर? भिडियो होइन, भिडियो त हो। अहिले भिड हुन्छ कि नजान्नु हेर्नु न, धकाली रह। ल हाम्रो सरहरू पनि अगाडि सर्नु भएको छ है। माई गड, के हो यार यस्तो? डेन्जर भइरहेछ। हेरौँ, यहाँबाट भित्र जान नि दिएको छैन रहेछ। यहाँ को कतिजना घाइते हुने हो, के हुने हो थाहा छैन। र अहिले सबैजना गेटसम्म आइसक्नु भएको छ। सो गाइस, यहाँ चाहिँ अहिले पछाडि पारिदिनु भएको छ र म चाहिँ अहिले फल ब्याक गर्दैछु, किनभने अहिले कुन बेला लट्ठीले हान्ने थाहा छैन। सो अहिले चाहिँ म फल ब्याक गरिसकेको छु। अहिले डन्डा बजाऱ्यो भने फेरि तनाव हुन्छ नि त होइन, हामी काम गरेर खाने मान्छे। सो गाइस, देख्न सक्नुहुन्छ है तपाईहरुले, अहिले चाहिँ गाडी पनि आइसकेको छ। सो यो गोप्रोबाट खिचेको भएर जुम गर्न मिलेन, त्यहाँ अगाडि गाडी आइसकेको छ स्वागतको लागि। सो अहिले चाहिँ म यतातिर छु, मेरो बाइक यहीँ छ।
र मैले हेलमेटबाट निकालेर चाहिँ भिडियो गरेर आएको छु अहिले। यता चाहिँ इन्टरभ्यू चलिरहेको छ है यता। एन्ड अब हेरौँ मान्छेहरू टन्नै छन्, जताततै मान्छे है। अब खै के हुने, यहाँबाट उता अगाडि जान पनि सकिरहेको छैन भिडले गर्दाखेरि। अब के गर्ने हेर्नु त यस्तो मान्छेहरू। क्राउड देख्न सक्नुहुन्छ तपाईँहरू है। हेलो फेरि हल्का यो माइकको कारणले गर्दाखेरि खोल्न पाएन, हल्का माथि जान्थ्यो कि। सो गाइज अहिले चाहिँ म गङ्गबु गणेशस्थान आएको छु है। सो एयरपोर्टबाट चाहिँ म अघि नै निस्किएँ समथिङ 3 बजेतिर। र त्यसपछि तिनकुनेको अफलाइन राइड पाएको थिएँ, तिनकुने गएँ, तिनकुनेबाट अहिले यता गङ्गबु गणेशस्थान आएको छु। र त्यहाँनिर धेरै उस भयो, लफडा होला जस्तो भयो, त्यही भएर म चाहिँ त्यहाँबाट निस्किएँ। बेकारमा कमाएर खाने मान्छेलाई केही भइदियो भने तनाव हुन्छ होइन। सो त्यही भएर म चाहिँ निस्किएँ। अब चाहिँ लाग्नुपर्छ न्यू राइडको खोजीमा। र नारायणी दरबार अगाडि पनि एकदमै सेक्युरिटी टाइट थियो। सो त्यहाँको चाहिँ मैले भिडियो चाहिँ बनाएन। अहिले तैपनि अब यसो बाटोमा हिँड्दाखेरि र्यालीहरू देखियो भने म चाहिँ भिडियो बनाउने छु। सो गाइज अहिले चाहिँ कृतिपुरको लागि होइन एउटा राइड बुक भएको छ 225 को। सो म चाहिँ उहाँलाई पिक गर्न गइरहेको छु। सो गाइज यो कृतिपुरको राइड पनि कम्प्लिट भइसकेको छ है अहिले। एन्ड अहिले चाहिँ म कृतिपुर आएको छु र मेरो 18 राइड भएको छ भने 2141 चाहिँ मेरो उस छ। एउटा राइड आइहाल्यो कृतिपुरमै, सर्ट राइड रहेछ 57 रुपियाँको। कतापट्टि हुनुहुन्छ उहाँ चाहिँ? यतैपट्टि हुनुहुँदो रहेछ यहाँनिर पाङ्गादो बाटोनिर। सो म चाहिँ उहाँलाई पिक गर्न गइरहेको छु। हो र उहाँको चाहिँ के कुन एकाउन्ट हो र फ्री त्यस्तो हो र? आज आज हो र? सधैँ फ्री हुन्छ उहाँको? सधैँ? ए ए ठिकै छ। अब तपाईँको उस भइहाल्छ घरै। हामीलाई त अब प्रफिट त अब त्यस्तो फ्रीमा अब राइड गर्दा अब प्रफिट भन्दा पनि हाम्रो त्यसैमा जोडेर आउँछ क्या। हामीले तिर्नुपर्ने पैसा चाहिँ त्यसैमा हाम्रो कन्भर्ट हुन्छ क्या। हजुर भनेपछि उहाँको टन्नै आउँछ फ्री। ए आज पनि मैले एकजना फ्री राइड भेटेको थिएँ, एकजना 100 ठिकै छ। दाइले अफिसतिर त काम गर्नुहुन्न नि? त्यो पठाउको अफिसमा त काम गर्नुहुन्न? हस् हुन्छ ल।
सो गाइज यो राइड पनि कम्प्लिट भइसकेको छ है। एज यु क्यान सी 0 रुपिसको राइड हो। सो अब चाहिँ रिटर्न ब्याक हुनुपर्छ। सो मेरो चाहिँ योसँग समथिङ 18-19 टिप भयो जस्तो लाग्यो। अब चाहिँ मेरो 1%मा छ। सो 4 बजेर 58 मिनट समथिङ 5 बजिसकेको छ है। आज 2वटा राइड फ्रीमा ड्रप गर्नु पर्यो। इट्स ओके। त इन ड्राइभ भन्दा त लाखौँ गुणा राम्रो छ क्या। पठाऊ इन ड्राइभ चाहिँ म गर्दैन। त्यही भएर आजभोलि त झन् अझै 20 रुपियाँ पर किलोमिटर पनि पर्दैन भने इन ड्राइभमा के भएको आजभोलि यस्तो तनाव लाग्छ भने। सो म तपाईँहरूलाई अहिले अर्को उसमा भेट्नेछु राइडतिर। अहिले चाहिँ रेड जोन टन्नै लागेछ यार भित्रतिर। अहिले भित्रतिर जान पायो भने त दामी हुन्थ्यो। सो गाइस 402 को एउटा राइड लागेको छ है। आज गाह्रो छ चलाउनलाई। भद्रवासको लागि छ है वाटर ट्याङ्क। थलीबाट नि अझै उता हो 20 किलोमिटरको। अहिले चाहिँ यहाँनिर कालो पुलमा आएर यस्तो जाम परेछ। राजा आयो। आमा तगडा छन्। अब कसरी जाने हो हामी? हट हेलमेट नलाइकन हिँडेन हो। हजुर गर्दैन। शान्तिपूर्वक हो क्या यो। हजुर कसरी जाने अब? हामी छैन बाटो, चान्स छैन। हजुर उताबाट जान पाउँदैन क्या। सबै उतैबाट आइरहन् के। हजुर खै अब 10,000 जना मान्छे आउँछ भन्ने सुनेको। तपाईँहरूले देख्न सक्नुहुन्छ र्याली चाहिँ जे होस् भेटाएँ मैले फाइनली यहाँ आएर। हजुर राजाको देश हो। जानुस् होला नि 10-12 हजार। उतातिर नि सबै बाटो ब्लक गरिदियो होला। हाल्दिनँ बिस्तारै बिस्तारै उता पानी गर। ल ल सकियो अब चाहिँ फाइनली बल्ल बल्ल। धेरै टाइम त लागेन। जस केटाहरूले बल गरेर भए पनि आइहाले। ओइ आमा अझै आइरहे। ल खाली त के हुने अब यता जाने यहाँ यस्तो छ।
तिमीहरूको कति भयो त भन्दा 410। सो गाइज यो 410 रुपियाँको राइड कम्प्लिट भइसकेको छ है। अहिले चाहिँ म यता कहाँ हो यार, यो थलीबाट नि अझै अगाडि थलीभन्दा धेरै अगाडि छु। अहिले रेड जोन लागिरहेछ अझै पनि, डह्रो रेड जोन लागेको छ यार उता भित्र त। अहिले त हेरौँ अब के हुन्छ। यताबाट राइड लाग्न त चान्स छैन है, तैपनि अब इन ड्राइभ खोलेर हेरौँ। सो गाइज अहिले चाहिँ म थली चौरेर आइसकेको छु है। थली आइसकेको छु, चौर आउनु बाँकी नै छ थोरै हल्का। सो अहिलेसम्म चाहिँ एउटा पनि राइड लागेको छैन, किनकि यतातिर लाग्ने चान्स अलिक कम छ। साँझको टाइम हो, बिहान भए त लाग्ने थियो, रातिको टाइममा चाहिँ लाग्दैन होइन। अहिले चाहिँ 6:34 गएको छ भने अहिले चाहिँ म यता थली चौरनेर आइसकेको छु। सो गाइज अहिले चाहिँ म बौद्धतिर आइसकेको छु है। एउटा पनि राइड लागेन। अब चाहिँ म रुमतिरको राइड लगाएको छु, 7 बजेको छ। अब नगर्ने यार, झ्याउ लाग्यो। रुमतिरको राइड लगाएको छु। रुमतिरको राइड लगाएपछि आयो भने म चाहिँ अब रुमतिर लाग्छु। यस्तो हुन्छ क्या माका डक्स यार। छ्या, बौद्धबाट यार उताको कहाँको राइड आएको थियो, रुमतिरको डाइरेक्सन त लगाएको थियो, हेर्नै नपाइकन नेट नचलेर यस्तो हो यार तनाव के। यो एनटिसीको सिम बेकारै छ भने म नचलाउने यार एनटिसीको सिम। यस्तो यार राइड कताबाट आएको थियो यार, त्यो पनि उस भयो यार। छ्या कसम, अब सिआर पनि घट्छ, घटेर त टेन्सन छैन, अब लास्ट हो। सो गाइज अहिले चाहिँ म यता बाफा लाएर बसेको छु है, र मेरो राइड कम्प्लिट भइसकेको छ। रुमतिरको 2टा राइड पाएँ, एउटा चाबेलदेखि चमतीसम्म अनि 16 खुट्टेदेखि बाफलसम्मको 2टा राइड पाएँ। सो चाबेलदेखि उताको कति समथिङ 150 कति भएको थियो, अनि यता बाफलदेखि यता फेरि 115 डिस्काउन्ट रहेछ क्या होइन। उस 16 खुट्टेदेखि यहाँसम्मको 130 भएको थियो, 115 आयो, 15 को डिस्काउन्ट भएर। सो अब चाहिँ म राइड यहीँ खतम गरेको होइन। सो मेरो आजको कमाइ चाहिँ कति भयो भन्दाखेरि है, 500, 1000, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 2250 मेरो होइन क्यास कलेक्सन भएछ भने मेरो इसेवामा कति भएछ त भन्दाखेरि है। सो मेरो इसेवामा चाहिँ 577 भएको छ भने है 2250 चाहिँ मेरो क्यास कलेक्सन भएको थियो होइन। सो 2827 रुपियाँ चाहिँ मेरो भएको छ भने यसमा चाहिँ मैले 500 रुपियाँ खर्च गरेँ माइकको लागि होइन। माइकको लागि 500 खर्च गरेँ भनेपछि 3327 चाहिँ मेरो टोटल आजको क्यास कलेक्सन भएछ भने पठाउमा चाहिँ कति देखाएको छ त भन्दा इनड्राइभ चाहिँ मैले आज गरेन। पठाउमा चाहिँ अहिले 2890 चाहिँ देखाएको छ होइन टोटल क्यास कलेक्सन। सो मैले अफलाइन पनि गरेँ बिचबिचमा, अनि त्यो कारणले गर्दाखेरि पनि पैसा यति देखाएको। सो अनि जस्तै मैले 3327 मा 317 कमिसन, 317 प्लस सेफ्टीको चाहिँ 38 होइन, 317 माइनस 38, 317 माइनस 38 गर्दाखेरि 2972 चाहिँ मेरो टोटल सेभिङ भएको छ होइन नेट भने। अनि यसमा चाहिँ मेरो पेट्रोल चाहिँ समथिङ 700 को जति गयो होला अन्दाजी होइन। गर्दाखेरि मेरो 2272 बचेको छ र मैले खाना पनि खाएको थिएँ यही पैसाबाट। सो खाना खाएर चाहिँ मेरो 2272 चाहिँ बसेको छ आजको दिनमा होइन। आज बिहान आज कति बजे निस्केको, आज 7 बजे निस्केको। 7 बजेदेखि अहिले 8 बजेर 13 मिनट गयो होइन। सो
अनि बिचमा चाहिँ उता पनि भुलियो एकछिन है, के भन्छ एयरपोर्टतिर भुलेको कारणले गर्दाखेरि चाहिँ अलि राम्रोसँग कमाउन पाएन, नभए आज समथिङ 4000 क्रस हुन्थ्यो होला। सो ठिकै छ। र तपाईहरुलाई मेरो भिडियो कस्तो लागिरहेको छ, भिडियो राम्रो लागेमा भिडियोलाई लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गरी साथमा रहेको बेल आइकन दबाउन नबिर्सनु होला। म यस्तै भिडियोहरू लिएर आउने छु। कति आएको गाडीहरू नि, ओ माई गॉड, व्हाट इज दिस म्यान। सो आजको र्याली पनि जे होस् रमाइलै भयो। त्यहाँ जे होस् राजा आओ देश बचाओ भन्ने नारा लागिरहेको थियो र अर्को पनि नारा लागेको थियो केपी ओलीको विरुद्ध। त्यो चाहिँ मैले नबनाऊँ, किनभने आजभोलि सोसल मिडियामा नेता मन्त्रीहरूलाई गाली गर्न नपाउने रे भन्ने विधेयक पास हुने के भन्ने सुनेको थिएँ, जेल जान्छ रे। त्यही भएर गाली चाहिँ नगरौँ हाम्रो माननीय प्रधानमन्त्रीज्यूलाई। सो आजको भिडियो है यस्तै छ। अब गएर ट्याक्क बस्नुपर्छ, रुममा गएर सुत्ने, भोलि बिहान निस्किने फेरि। सो आजको लागि यति नै। भोलि फेरि नयाँ भिडियो लिएर आउने छु है। तबसम्मको लागि बिदा दिनु होला। हस्त गुड बाई, गुड नाइट एन्ड पिस आउट।